यो चाहिँ खास गरी चराहरूको लागि हो। यो चाहिँ खास गरी यो छ नि, यो चाहिँ बाबाले बनाइदिएको हो। अनि बाबाले चाहिँ यहाँनिर चराहरूलाई अब यहाँ घाम लाग्दाखेरि धेरै नै घाम लाग्छ नि त, अनि कस्तो गर्मी हुन्छ। अनि बिचरा त्यो चराहरू है कस्तो यहाँ यतातिर आएर अब उयो हुन्छ भनेर, अनि त्यहाँदेखि भोकाउँछ भनेर, अनि बुबाले यहाँनिर चराहरूलाई खानेकुराहरू पनि के राखिदिन्छ। अनि त्यस पछाडि पानी पनि यहाँनिर राखिदिएको छ। यो चाहिँ पानी अब चराहरूले आएर खाओस् भनेर यहाँ राखिदिएको। अनि त्यसपछि घाम धेरै हुन्छ, अनि त्यो घाम धेरै भएको बेला धेरै नै गाह्रो भइरहेको हुन्छ नि त, अप भएर। त्यतिखेर त्यो चराहरूलाई पनि यहाँनिर उनीहरूले आएर रेस्ट गरोस् होइन, घाम धेरै लागेको बेला चाहिँ रेस्ट गरोस् भनेर यहाँनिर यस्तो बनाइदिएको छ। अनि त्यसपछि अब पानी पनि धेरै पऱ्यो भनेदेखि पनि अब भिज्नु सक्छ बिचराहरू। अब अब कोही चराहरू त आएर पनि बस्छन् यहाँनिर, कोही चराहरू बस्छन्, अनि सबै चराहरू त अब बस्दैनन्, कोही चराहरू बस्छन् है। अनि त्यही बसोस् है भनेर बनाइदिएको हो, यहाँनिर बुवाले बनाइदिन्छ हो, बुबाले यस्तो। अनि माथिबाट चाहिँ यस्तरी ढाकिदिएको हो, यस्तो गरेर ढाकिदिएको हो। अब यहाँतिर पनि हेर्नु फ्लावरहरू छ, अब चराहरूलाई पनि त हेर्नु पऱ्यो होइन, राम्रो देखिनु पऱ्यो, त्यही भएर यस्तो तरिकाले चाहिँ टक्क बनाइदिएको। अनि अब यो पानी चाहिँ एक्ज्याक्ट यसमा राख्दाखेरि यिनीहरूको चुच्चो नि लामो हुँदैन, तल पुगेर चाहिँ उयो हुन्छ होला है। यो पानी चाहिँ अर्कैमा राखिदिनुपर्छ क्या हो गाइस। कस्तोमा राख्दा ठिक होला चराहरूको लागि पानी? यस्तो बट्टामा राख्दा भन्दा पनि अर्कै के हुन्छ होला है, त्यस्तोमा चाहिँ राखिदिनु पर्ला जस्तो लागेको छ। ल अब यहाँबाट हेरौँ है त। ल अघि नै यो बाँसघारीको माथिबाट अगाडि देखिन्थ्यो, हुन त उताबाट खिचेको भएर होला, अहिले चाहिँ यतै आइसकिसक्यो है। त्यही पनि अझै पनि यति हेर्न जानु पर्यो, त्यही ठाउँबाट खिच्नु पर्यो होइन। कस्तो देखिँदो रहेछ है त। ब्याट्री पो लो भन्छ त हौ, होइन चार्ज त गरेको थियो त। ए अहिले त त्यही बाँसघारीको माथि नै देखिरहेछ है, बाँसघारीको माथि नै देखिरहेछ। ल है गाइसहरू, आजलाई यति नै होला। अब चराहरू उड्दैछन् ऊ पर, अब एकछिनपछि आउँछन्, यतातिर बस्छन्।